नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएको खबरले एकदमै खुसी तुल्याएको छ साथी। आज अस्ति मात्रै 31 दिन लगाएर खाली खुट्टा कर्णालीको समस्या बोकेर प्रधानमन्त्रीलाई भेट्न आएका एकजना भेडा, जो उनको नाम उपनाम भेडा र खास नाम चाहिँ नवराज बोहरा, प्रधानमन्त्रीलाई भेट्न आएका कर्णालीको समस्यालाई चाहिँ बोकेर आएका व्यक्तिलाई भेट्न नदिइसकेपछि सामाजिक सञ्जालमा निकै चर्को विवाद भएको थियो। र यो पहिलोचोटि होइन, यो दोस्रो चोटि हो। र योभन्दा पहिला धरानका मेयर हर्क साम्पाङ गाग्री रितु गाग्री लिएर आएका थिए र उनलाई भेट्न पनि दिएको थिएन त्यति बेला पनि, र अहिले पनि नदिइसकेपछि सामाजिक सञ्जालमा यथा गाली के हुन् मस्तै भएको थियो। र आज चाहिँ फाइनली चाहिँ भेट भएछ। अब कर्णालीको समस्या चाहिँ केही बुझ्छन् कि त होइन, केही बुझिलिन्छन् कि त।